वेलकम बैक टू माई न्यू भिडियो। फेरि पनि आइसकेको छु म चाहिँ अर्को भिडियो लिएर। अनि मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि यस्तै यस्तै कुराहरू। अब चाहिँ म चारो दिनु पर्यो मेरो सुँगुरलाई। अनि तपाईहरुले सपोर्ट गरिदिनु होला साथीहरु। तर राम्रो भिडियो बनाउन त आउँदैन खासै। तपाईहरुले सपोर्ट गरिदिनु होला मलाई। ल हेर्दै गर्नु होला है त। पनि दिइसके मैले। अब चाहिँ म मेरो यसो सिबीहरु फलेको छ कि छैन जानु पर्यो, टिप्नु पर्यो। चारो नखाऊ है, नखाऊ ल, मिठो मिठो म त खाऊ। चारो नखाऊ है ल। म चाहिँ सिबीहरु टिप्छु। कति फलेको रहेछ कि चोरेर पो लग्यो कि क्या हो। चोरेको त छैन होला, हेर्छु। अनि यसमा लान्छु म टिपेर। हेरौँ ल। सिबी चाहिँ यस्तो छ है। फल चाहिँ धेरै नै फलेको छ। कपिराइट आउँछ होला है साथीहरु, के गर्नु यस्तै छ। अब चाहिँ म टिप्छु। यसमा टिप्नु पर्यो। अब सबैलाई बाँड्नु पर्छ। अनि एक छाक दिनु पर्छ क्या। हाम्रो चाहिँ मैले चाहिँ यसपालि सिबी फलाएको यस्तो। अब बाडी बाडी खानुपर्छ सबैले। लामो खालको सिबी होला भनेर रोपेको, तर छोटो खालको रहेछ। तर पनि ठिकै छ, छोटै भए पनि काम चल्छ हैन साथीहरु। यसपालिको सिबी टिपिसकाएँ, यति टिपे। अरू चाहिँ अलिक कलिलै छ, पछि टिप्नुपर्छ, पछि नै खानुपर्छ। यति चाहिँ टिपे। अब यो चाहिँ अरूहरूलाई पनि दिनुपर्छ, एक्लै खाने हैन। अब म चाहिँ तपाईको घरमा पहिले लगिदिनु पर्यो अलिकति, अनि माइजूहरूलाई दिन्छु। बाँड्दै खानुपर्छ, पछि उनीहरुकोमा पनि के फल्दा दिन्छ नि त। त्यही भएर हाम्रो गाउँतिर चाहिँ त्यस्तो गर्छन्। तपाईहरुले हेर्दै गर्नु होला है साथीहरु। थामा अलिको घुम्टो र सिस्नुले नि चिल्छ, हेर्नु न। अब आजको काम त्यस्तै हो। रात पर्यो, आगो फुक्नु पर्छ। बोजू खै लाइटर दिनु न हौ। आगो फुकौं। म चाहिँ आगो फुक्छु। रात परिसक्यो। आया खुट्टा दुखेर मर्यो। अन्धेरो न अन्धेरो किचन पनि। पहिला म आगो फुक्छु। मैले चाहिँ आगो फुकेर चिया पनि तताइसकेँ सुँगुरलाई। अब यतिसम्म चाहिँ म सब्जी केलाउनु पर्यो। सब्जी केलाउँछु। म चाहिँ आज चाहिँ सब्जी सिबी खानु पर्यो। कति आलु खानु, कति आलु खानु। आलु खाँदा खाँदा वाक्क लागिसकेर अब चाहिँ सिबी, आज चाहिँ सिबी खानु पर्यो। सिबीको तरकारी, दाल, आलु पनि कति खानु। आलुको सिजन हुँदा आलु, इस्कुसको सिजन हुँदा इस्कुस। वाक्कै लाग्ने गरी खान्छ साथी। कुरा गरे कुरैको दुःख भन्छ नि।
त्यस्तै सिमी तर नयाँ नयाँ सिमी निस्केको त मिठै हुन्छ जे पनि नयाँ नयाँ पहिलो पहिलो त जे पनि मिठै हुन्छ खाँदै गएपछि त वाक्कै लाग्न थालिहाल्छ नि साहिल तू अब कुराकानी त्यस्तै हो आजको भिडियो चाहिँ म यही अन्त्य गर्न चाहन्छु सबैले अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु हुने साथ दिनु हुनेलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र आउँदो भिडियोमा भेट्ने छौं है त साथीहरु आजको भिडियो चाहिँ यतिमै अन्त्य गर्न चाहन्छु यति भन्दै सबैजनालाई बाइ बाइ